दुःखको कुरा हो। त्यो चाहिँ दुःख बाँड्नु हो र सुख बाँड्नुपर्छ, दुःख बाँड्नुपर्छ भन्ने कुरा हाम्रो अन्य चाडपर्वहरू आफ्नो घर कुलाचारकै कुरा किन नहोस्, मान्छेमा विवाह पाव पूजा आजा आदिमा हामी जम्मा हुन्छौँ र दुई चार घर 2-4 जना 5-7 जना भेला हुन्छौँ। आफ्नो सुख दुःख कुरा बाँड्नुपर्छ। उनका लिङ्गा खाले खासा खान यो सहयोग पाउनु खासन खाने पनि सहयोगको कुरा गर्नु। यसरी सुख बाँड्नु दुःख बाँड्नु गरेर बसियो भने त्यो समाजलाई सुन्दर समाज बन्छ र यस्तो सुन्दर समाज हामीले बनाउनुपर्छ भन्ने परिकल्पना सकिएको छ है। एकदम मिलेको, एकदमै सहयोगी भएको, एकदमै सदासोध भएको, एकदमै सघाउने कुरा भएको मन बोकेर हामीले आफ्नो व्यवहार गर्ने भने त्यो समाज बलियो हुन्छ है। त्यो मान्छेले कष्ट पर्छ, एक मान्छेले कष्ट पर्छ अर्कोले गुहार दिन्छ र उसले त्यो दुःख भोग्नु पर्दैन। त्यो सहयोग भनेको त्यो त्यस्तो सहयोग गर्नुको लागि मान्छे मिल्नुपर्छ, जुट्नुपर्छ र त्यसको लागि एउटा कुनै पार्टी काङ्ग्रेस कम्युनिस्ट भन्ने पार्टी जस्तो होइन। हामी स्वतः त्यसको सदस्य छौँ। स्वतः हामी दसैँले हामीले बोलाएर आज भेला गरायो, यतिकै जाम यो एउटा इकाइ हो। इकाइ भन्ने एउटा सानो संस्था हो र यो संस्थामा हामीले आर्थिक कुरा गर्नुपर्छ। आर्थिक भनेको सम्पत्ति हामी गरिब छौँ, कतिपय गरिब छौँ, खाँचो छ, खाँचोले हामीलाई सताएको छ, दुःख दिएछ, पिरोलिएको छ। त त्यो खाँचो टार्नको लागि, त्यस्तो खाँचो नपरोस् भन्ने कुरा जुटाउनुको लागि सहयोग गर्नुपर्छ, सल्लाह गर्नुपर्छ। सल्लाह सहयोग भयो भने एक अर्कालाई सहयोग गर्छौँ, एक अर्काको सहयोग बन्छौँ र अनि ठुलो खाँचोले हामीलाई पिर्दैन। त्यसो भएको हुनाले त्यसको लागि त्यस्तो मान्छेले पिर्ने समस्या मामलालाई टार्न सक्ने भनेको मिल्नु हो। मिल्नु भनेको एक अर्काको दुःख जाहेर गर्नु हो। एक अर्काले लिहाले तोलोगान थागान नालो अतिथि फासन खानु भन्ने जाहेर गर्ने कुरा, त्यो सहयोग माग्ने कुरा। अनि सहयोग दिने कुरा आउँछ, नमागिकन सहयोग हुँदैन। सहयोग भनेको माग्ने कुरा हो र दिने कुरा हो र त्यही ढङ्गले हामी हाम्रो सामाजिक संस्था भनेको हाम्रो यो अलिखित लेखिएको, यो यसको संविधान लेखिएको हुँदैन, यसको विधान लेखिएको हुँदैन, अलिखित विधान हो। त्यसो भएको हुनाले यो हाम्रो सामाजिक संस्थालाई सक्रिय बनाउनु पर्छ भनेको, काम गराउनु पर्छ भनेको यसरी नै भेटघाट भएको बेलामा कसले के सोचेको छ, कसले के सोचेको छ, त्यो आफूले आफ्नो मनको कुरा राख्न सक्नु र एक अर्काको कुरा बुझ्न सक्नु, एक अर्काको दुःख बुझ्न सक्नु, एक अर्काको सुख बुझ्न सक्नु र त्यहाँदेखि समाधान आउँछ। र त्यसो भएको हुनाले हामीले आर्थिक भन्ने शब्द मैले उच्चारण गर्दैछु। आर्थिक भनेको सम्पत्ति भनेको आर्थिक भन्छ। आर्थिक विषयमा हामीले छलफल गऱ्यौँ भने भोलि के गरेर अलिकति आम्दानी हुन्छ, पर्सि के गरेर अलिकति आम्दानी हुन्छ, कताबाट अलिकति सम्पत्ति बढ्छ भन्ने कुरा, अथवा भोलि खतम हुने, भोलि नोक्सान हुने सम्पत्ति कसरी जोगिन सक्छ, त्यो पनि आम्दानी भएको